सम्पूर्ण गुल्मेली जनतालाई नमस्ते। म सागर ढकाल, म गोविन्द पन्थे। हामी चाहिँ आज मालिका गाउँपालिका सिमलटारी आएका छौँ र हामी 6 जना भएर यो गाडीमा हिँडिरहेछौँ। यसरी अलिअलि म्युजिकहरू राखेका छौँ र हाम्रो आजको खर्च भनेको 6 जनाको खर्च भनेको 2625। हामी यहाँ बस्यौँ, हामीले मासु सबै बन्द, बाइकमा तेल पनि सबै बन्द, खर्च यति छ एक दिनको। त्यही भएर मेरो सम्पूर्ण 165 वटै क्षेत्रहरूमा जति पनि उम्मेदवारहरू हुनुहुन्छ, मासु ठप्पै बन्द गरिदिनुहोस्, रक्सी ठप्पै बन्द गरिदिनुहोस्, अनि तेल दिने काम पनि ठप्पै बन्द गरिदिनुहोस्। यति भयो भने सादगी तरिकाले चुनाव जितिन्छ। एउटा गाडी लिएर हिँडेका छौँ, यसको लगभग 3-4 हजार पर्छ दिनको, अनि तेल पनि खर्च गर्छौँ। हामी 6 जना छौँ, यति नै हो खर्च है त। हस् र नमस्कार। यस्तै गरी हामी सबै नेपालभरि जानु पर्यो। र अर्को समयको कुरा, हामी आज 7 बजे निस्किने भनेको, हाम्रो डिएसपी साहब हुनुहुन्छ, अधिवक्ता हुनुहुन्छ, वकिल हुनुहुन्छ, उहाँले 4 मिनट ढिलो गर्नुभयो। 7 बजे गाडीमा चढ्नु भएन र 4 चोटि उठबस पनि गर्नुभयो। ल समयको पालना दुईमा उहाँलाई ढुक्क जिताउने हो, गुल्मी 1मा मलाई जिताउने। यसपालि गुल्मीले सफा चट झापासित कम्पिटिसन गर्छ र चितवनसित कम्पिटिसन गर्छ। अरूसित हाम्रो कम्पिटिसनै छैन गुल्मीको। त्यही भएर अत्याधिक बहुमत पास मात्रै हुने होइन, डिस्टिङसन ल्याएर पास हुने हो। हस् नमस्कार। नमस्कार।